आज बुद्ध जयन्तीको अवसरमा पूजापाठ हुँदैछ हाम्रो गुम्बामा। झारखण्ड स्टेटमा सायद यही एउटा गुम्बा होला जो बुद्ध धर्मावलम्बीहरूको लागि आस्थाको केन्द्र बनेको छ। दार्जिलिङबाट हाम्रो मेमे या तपाईँले गुरु भन्नुहुन्छ, उहाँ हुनुहुन्छ। उहाँस्ते नमस्ते टासी दिदी। आज के विषय, कसरी पूजा हुन्छ यसको विस्तृत बताइदिनु। हाम्रो तथागत बुद्धको चाहिँ जन्म दिवस। आजको मेन विषय के हो भन्दा चाहिँ आज चाहिँ तथागत बुद्धले आजकै दिनमा चाहिँ जन्मिनु भएको। आजकै दिनमा उहाँले ज्ञान प्राप्त पनि गर्नुभएको र आजकै दिनमा उहाँले चाहिँ निर्वाण पनि प्राप्त गर्नुभएको। उहाँको अनुयायी हुनुमा चाहिँ अब हामीलाई एउटा ठुलो गर्व जस्तो पनि हो। बुद्धिस्टहरूको है ठुलो पर्व पनि हो। विशेष गरी भगवान गौतम बुद्धको जन्मदिन विशेष गरी मनाइन्छ कि जन्मदिनै हो आज विशेष जन्मदिन। आज चाहिँ खासमा चाहिँ अब तीनटा कुरो छ। अघि भने तपाईँलाई उहाँले जन्म लिनुभएको, ज्ञान प्राप्त गर्नुभएको र उहाँले निर्माण प्राप्त गरेको। 3 दिवसीय उसमा पनि मनाइन्छ। बुद्ध जयन्ती मात्रै भनेर मात्रै अब यसलाई सीमित भएको छ। वास्तवमा चाहिँ यो 3 दिवसीय दिवस पनि हो। आज भगवान गौतम बुद्धजीले के सन्देश दिन चाहनुहुन्छ, जो समाजलाई, जो प्राकृतिकलाई, यो सृष्टिलाई उहाँको विचार कस्तो थियो? सबसे फर्स्टमा चाहिँ अहिंसा परम धर्म। हिंसा भन्ने कुरा चाहिँ कुनै गर्नु भएन। हामीले प्राणी हत्या मात्र नभएर हामीले अब कुनै प्राणीदेखि लगायत है सम्पूर्ण चोट पुर्याउने कार्य चाहिँ कुनै गर्नु भएन। त्यो एउटा शान्तिको प्रतीक हो। अन्त तथागत बुद्धले अर्को सन्देश के दिनुभएको छ भनेदेखि जहिले सत्य बोल्ने, झुटो नबोल्ने, चोरी नगर्ने, सत्यको बाटोमा सधैँ हिँड्ने। सत्य, अहिंसा र कर्म तीनटा प्रमुख उद्देश्य। पञ्च भिक्षुहरूलाई चाहिँ पहिलो धर्म देशना दिनुभएको। त्यसमा चाहिँ 4 आधा क्षेत्रको देशना दिनुभएको। चलो उनको ग्रहण करे जगह में अजय यो भाइको चाहिँ खिचिदिन्छु। लिएर हामी फन घुम्नेछौँ। एक चक्कर इलाका देख्न सक्नुहुन्छ। अब हामी यसरी जेपनको इलाका एकदम परिसर एक चक्कर घुम्नेछौँ। फिलहाल यो गुम्बा पुरानो र एकदम जर्जर भएकोले पछाडि नयाँ गुम्बा बन्दैछ। सहयोगी मनहरूले आफ्नो सहयोग गरिदिनु होला ताकि नयाँ गुम्बा बन्नमा सहयोग मिलोस्। तपाईहरूको साथ र सपोर्टको आवश्यकता छ गुम्बालाई आज। धन्यवाद।